हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हामी जाँदै थियौँ मेरो साथी र म भएर जुनाई बजार, किनकि आज हाम्रो जुनाईमा हाम्रो आसामको सिएम हेमन्त विश्व शर्मा मामा आउनुहुँदै थियो र मामाको स्वागत गर्नु भनेर हाम्रो जुनाई अञ्चलिक जति पनि हुनुहुन्छ सबैलाई निमन्त्रण गर्नुभएको थियो र त्यसको लागि हामी चाहिँ जाँदै थियौँ जुनाई बजार। अरू हामीलाई चाहिँ जानु यति लेट भएको थियो, त्यसको लागि हामी चाहिँ बाइकमा गयौँ र वहाँ गएर हेरेको त सबैजना जति पनि थियो हाम्रो गाउँको दिदीबहिनी भाउजूहरू सबै आइपुग्नु भएको थियो र लाइन उभिएर सबैजनाले हातमा फुल बोकेर मामालाई स्वागत गर्नु भनेर उभिराख्नु भएको थियो। हामी मामालाई भेट्नु आएको खै अहिलेसम्म आइपुग्नु भएको छैन। खुट्टा सुट्टा गलेर बसेको ए फुल लिएर बसिरहेको छौँ। स्वागतम मामा भन्दै के भन्दैन जेठी तैँले के लिएर आएको? ओइ गुरु यो भिडियो फेसबुकमा हालै हुन्छ। मैले पनि फुल लिएर आएको छु मामालाई स्वागत गर्नुको लागि। सानो आसलत भेट गर्नु आएको सबैजना स्वागत गर्नु आएको। यहाँ पुरा नाचेर छैन नेपाली गान लगाइरहेको छ, पुरा नाचेर यस्तो फुर्ती रमाइलो लागिरहेको छ नि। तपाईँलाई देखाउने थियो हेर्नु यहाँ यस्तरी अब यहाँ नाचिरहेको छ सबैजना भएर जम्मै हाम्रो गाउँको बस्तीको सबै दिदीबहिनी भाउजू सबैजना जम्मा भएको छ। तपाईँलाई देखाउने
जिंदाबाद